देशमा जोसुकैले जेसुकै गरोस्, धरानलाई मतलब छैन, आफ्नो काम गरेर बस्छ। सरकार जोसुकैको आओस्, प्रदेश सरकार जोसुकैको आओस्, धरानलाई केही फरक पर्दैन। धरानले आफै धरान बनाउँछ। त्यो कुरा चाहिँ अघि उपप्रमुखज्यूले भन्नुभयो काठमाडौँ पछाडि 2-3वटा कुरामा धरान पर्छ भनेर, तर काठमाडौँभन्दा अगाडि छ 2-3वटा कुरामा धरान। त्यो श्रम संस्कृति होस्, त्यो यहाँको सुशासन होस्, यहाँको डिसिप्लिन होस्। अझै धरान त फेसनको लागि पनि एकदमै फेमस छ। धरान जतिको फेसनेबल मान्छेहरू काठमाडौँमा पाइँदैन, एकदमै विशेषता हो। र धरान म्युजिकको लागि, कलाको लागि एकदमै चर्चित छ। अघि भर्खरै दिप श्रेष्ठ दाईलाई यहाँ भेट्न पाए ज्यादै खुसी लाग्यो। धरानमा निकै कलाकारहरू हुन्छ, सबिन राई दाई सम्झिन्छु धरान भनेर है। धरान एकदमै चर्चित ठाउँ र यो देशमा